हेलो हेलो फ्यामिली के छ सन्चै हुनुहुन्छ होला होइन म पनि सन्चै छु अनि के चाहिँ गर्दै हुनुहुन्छ त म चाहिँ बिहान यसो रनिङ सनिङ गरेर आएको होइन टक्क अनि चाहिँ हाम्रो चाहिँ बिहान यसो काम थियो होइन ढोका हाल्ने अनि मेसिनमा ढोका हालेर टक्क अब घरतिर दोकानतिर जानु पऱ्यो भनेर अब ढोका सोका हालेर हिँड्ने अनि त्यसपछि म चाहिँ नास्ता सास्ता खान गएँ पहिला अनि चाहिँ हाम्रो यो चाहिँ टाइगरहरूकै घरतिर गएँ यस्तो बवाल छ कि अग्लो अग्लो अनि म चाहिँ नास्ता खानतिर लागेँ अनि म चाहिँ नास्ता सास्ता खाएर अब दोकानतिर हिँड्न लाग्यो अनि हाम्रो घरतिर चाहिँ यसो बाटो बनाउनु लाग्यो कि हेर्न सक्नुहुन्छ बवाल छ होइन अनि आधी बाटोसम्म पुगिसक्यो होइन अब दोकानतिर त जानु पऱ्यो यसो काम त गर्नु पऱ्यो अनि दोकानतिर आएर चाहिँ होइन मामाले टक्क पूजासुजा गर्नुभयो अब यता आएर पूजा गर्नु पऱ्यो मेसिनको होइन फलामलाई यसो धुपबत्ती बालिदिनु पऱ्यो अनि म चाहिँ टक्क तरकारी लिएर आएँ खाना पकाउनु पऱ्यो अन्डा अनि खुर्सानी काँक्रा थियो गाजर त्यसलाई सलाद बनाएर खाने होइन अनि भात पनि पकाएर भ्याइयो होइन सबै देखाउनु त पाएन टक्क पकाइसकाएको होइन अनि टक्क अन्डा सन्डा बोइल गरेको थिएँ अब त्यसलाई करी बनाएर खाने दाल थियो त्यसपछि यस्तो गर्मी थियो बिजोग गर्मी थियो कि खाना पकाउँदै पकाउँदै नाङ्गै प्याज टमाटर काटेर राखेको अब अन्डा पनि बोइल गरिसक्यो अनि दाल पनि पाकिसक्यो होइन दाल साल पाक्यो अब उमाल्नु मात्रै बाँकी अब त्यसलाई टक्क उमालेर झानेर होइन अनि तेल हालेर राखेको तात्दै नि मोटो कराईमा त केही गर्ने अनि म चाहिँ टक्क खानासाना पकाएर अब यता फलाम सिधा गर्नुतिर लागेँ होइन फलाम सिधा गर्नु थियो अनि सिधा गरेर राखेँ फलाम सलाम सिधा गर्न लाग्यो होइन अब के गर्नु पऱ्यो यसो टक्क हल्ला यस्तो ब्याकग्राउन्ड हल्ला छ होइन इग्नोर गरिदिनु होला अलि राम्रो छैन भने सबैले सपोर्ट गरिदिनु होला होइन टक्क ल फलाम सलाम सिधा गर्न लाग्यो त्यसपछि यो फलाम सलाम सिधा गरेर भ्याइयो होइन पत्ती सत्ती सब सिधा गरेर राखिसक्यो सबै सक्यो अनि टक्क ल अब अङ्कलले पनि गर्दै हुनुहुन्छ होइन त्यसपछि हामी फेरि त्यो गोलो जोड्न लाग्यौँ यसलाई यो चाहिँ ट्याङ्कीको लागि हो क्या टक्क ओल्डिङ सोल्डिङ गरेर राख्नुपर्छ अनि हामी चाहिँ टक्क कुर्ची लिएर हिँड्यो क्या यहाँ चाहिँ ब्याडमिन्टनको लागि तयारी गर्दै थियो त्यसपछि कुर्ची लग्यो टक्क यस्तो गर्मी थियो होइन अनि भित्र चाहिँ ब्याडमिन्टन प्र्याक्टिस गरेर ल्याएर रहेछन् 12 गतिदेखि ब्याडमिन्टनको म्याच रहेछ क्या होइन टक्क रमाइलो थियो हेर्न सक्नुहुन्छ यस्तो बवाल थियो कि रमाइलो खेल्यो 1-2 जब अनि फेरि आएर यसो ओल्डिङ सोल्डिङ गरियो ट्याङ्कीको लागि अब यो चाहिँ भोलि लैजानु पऱ्यो नि त ट्याङ्की स्याङ्की वेल्डिङ गर्नु पऱ्यो अनि मैले चाहिँ सबै देखाउनु पाएन होइन यति नै हो आजको लागि घर आउने साउने सिधै गरेँ कि छिटाइयो थियो ल आजको लागि यति नै बाई टेक केयर।